ल हेर्नुहोस् त उहाँ दिदीलाई चाहिँ बालिन शाहको श्रीमतीले भेटेन, भोट मागेन, अब हामी बालिन शाहको उसलाई भोट हाल्दैनौँ भन्दै हुनुहुन्छ। त्यति भन्दै गर्दा उहाँ दाजुले चाहिँ उहाँ दिदीलाई चाहिँ कति राम्रो सुझाव दिनुभएको छ है। सुन्नुहोस् है त उहाँ दाजुले के भन्दै हुनुहुन्छ। हामीले बालनको बुढी पनि देख्यौँ न, उहाँले ल है हजुर तपाईँहरूको सामु हामी आएको छौँ भनेर एउटा कमसेकम मत त माग्नुपर्छ नि। यो एक मत कत्रो महत्त्वपूर्ण छ, त्यही मतलाई पनि उहाँले आज वास्ता गर्नु भएन। अब म चाहिँ दिने विचार थियो तर दिन्न। ए दिदी, बालनको बुढी कौन सा लिपस्टिक पाउडर बाँड्दै आइथिन् र भने कि बाख्रा कुखुरा किन्दै किन्दै आइथिन् कि तपाईँ घर आउनु भ्याइनन् र चित्त दुख्यो। तपाईँ आफै भन्नुहुन्छ एउटा अमूल्य भोटको किम्मत कति छ भनेर। त्यो अमूल्य भोट तपाईँको बालनको बुढी या पल्लारे काइलो, तल्लारे साइली, इभन मैसँग पनि रिस उठ्यो भनेर राष्ट्रिय स्वतन्त्र पार्टीमा रिस उतार्ने होइन नि त। त्यो भोटको किम्मत त्यति छ भनेपछि त्यस्तो किम्मतिलो भोट ती अरू पार्टीलाई दिएर देश बिगार्नु त भएन। देश बन्ने त सबैको लागि हो नि त। तपाईँ घरै आएर भेटेन भन्दैमा तपाईँ रिसले भोट अन्त हाल्नुभयो भने त त्यो भोटले तपाईँलाई नोक्सान गर्ला। राम्रो पार्टी हो भन्ने त तपाईँलाई पनि थाहा रहेछ, देश बनाउने पार्टी हो भन्ने तपाईँलाई पनि थाहा रहेछ। त त्यो भोट त त्यहीँ हाल्नु पर्यो। कसैसँग रिस उठ्दैमा त्यो भेट खेर नफाल्नु होला। तपाईँलाई थाहा छ त्यो भोटको कति अमूल्य छ र त्यो भोटको किम्मत कति छ है त। यदि चित्तै दुखेको हो भने हामी सबैले चाहिँ अनुरोध गरेर बालनको बुढीलाई तपाईँलाई भेट्न पठाइदिउँला है त।